नमस्कार सबैजनालाई। फर्स्टमा तपाईँहरू सबैजनाले आफ्नो टाइम मिलाएर आइदिनु भयो, हाम्रो यो सानो ट्रेलर हेरिदिनु, त्यसको लागि धेरै धेरै धन्यवाद मनैबाट। र परिवर्तनको बारे भन्नुपर्दा परिवर्तन हाम्रो मात्र चलचित्र होइन, यो हामी सबैको एउटा कथा हो। हामीले देखिरहेको घटनाको नै परिस्थितिलाई नै उठाएर बनाएको कथा हो। र माघ 9 गते देशभरिको सिनेमाघरहरूमा रिलिज हुँदैछ। आशा छ हजुरहरू सबै आएर हेरिदिनु हुनेछ, महसुस गरिदिनु हुनेछ र एउटा परिवर्तनको हिस्सा बनिदिनु हुनेछ। थ्याङ्क यू। अरू त अब फिल्मको बारे सबै भनिहाल्नुभयो उहाँहरूले। र एउटा कुरा हाम्रो डिरेक्टर विजय केरुङ दाईलाई पनि थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। उहाँले यो चलचित्रको लागि मलाई सेलेक्ट गर्नुभएकोमा। प्रड्युसर यहाँ आएपछि धेरैजनाको नाम बिर्सिँदो रहेछ कि खासमा अगाडि उभिँदा, अनि घर गएपछि याद आउँछ यो नाम लिनु। म खास आज लिस्ट लिएर आउँछु भनेको टाइम नभ्याएर सबैलाई, हेमन्त दाई, अञ्जना, करिश्मा दिदी, हाम्रो फाइट डिरेक्टर श्रीजी, ब्याकग्राउन्ड स्कोर गर्नुभएको रोमनजी, भिएफएक्स, सबैलाई थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। फिल्म कहिले पनि एकजना मैले मात्र गरेर चल्ने होइन या अञ्जनाले गरेर मात्र चल्ने होइन, यो सबै एउटा टिम वर्कले गर्दा राम्रो हुने हो। त्यसैले सबैजनालाई मैले कसैको नाम शिव दाई, शिवम दाई होइन, कसैको अरू पनि नाम छुट्याएको छु भने सबैलाई थ्याङ्क यू भेरी मच। यो एउटा एकदमै मजबुत फिल्मको सहभागी भनौँ न, मजबुत फिल्मको एउटा पार्ट भएकोमा सबैलाई थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। यति नै हो, थ्याङ्क यू। सशक्त राम्रो सुहाएको छ त्यो प्रहरीको पोसाक, उहाँको अभिनय पनि हामीले देखेको छ। म अञ्जनाजीलाई आफ्नो अनुभव चलचित्रका बारेमा केही कुरा राखिदिनको लागि हार्दिक अनुरोध गर्छु। अञ्जना बराइली। धन्यवाद दाइ। तपाईँहरू सबैजनालाई मेरो तर्फबाट नमस्ते। अनि आज यहाँ उपस्थिति आफ्नो जनाइदिनु भयो, त्यसको लागि पनि एकदम धेरै धेरै धन्यवाद। अनि हाम्रो डिरेक्टर सर र हाम्रो प्रड्युसर दाइलाई पनि एकदम धेरै धेरै धन्यवाद, मलाई यो प्रोजेक्टमा चाहिँ जोडिने मौका दिनुभयो। त्यस्तो धेरै मैले बोल्नुपर्छ जस्तो लाग्दैन होइन, ट्रेलरले नै धेरै कुरा बोलेको छ। सो अहिलेको स्थिति परिस्थिति देशको कस्तो छ भनेर, समाजको देशको राजनीतिक स्थिति कस्तो छ भनेर परिवर्तन चलचित्रले बोलिरहेछ। अनि चलचित्रको छायाङ्कनको दौरानमा जतिजना पनि बिहाइन्ड द सिन बसेर काम गर्नुभएको थियो सबैजनालाई अब एकजनाको नाम त भनेर सकिँदैन होइन, याद पनि हुँदैन खासमा नाम, तर सबैजनालाई यहीँबाट सम्झिन चाहन्छु अनि एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेन चाहिँ हाम्रो टेक्निसियन दाईहरू, अनि किचनको दाई, स्पोर्टमा काम गर्ने दाई, अनि हाम्रो श्री दाईको टिमलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरू केही पनि पोसिबल थिएन होइन, हामी भन्दा धेरै गाह्रो त श्री दाईको टिमलाई एकदमै धेरै गाह्रो भएको थियो, त्यो देखेको पनि छ फेरि मेहनत। एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि जतिजनासँग पनि जोडिएर यो चलचित्रमा काम गर्न पाएँ, सबैजना एकदमै राम्रो राम्रो मान्छे भेटाएको छु र आगामी चलचित्रमा पनि म दोहोऱ्याएर सबै कलाकारहरूसँग चाहिँ काम गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। होइन, बाघ त अब धेरैजना बाघ हुनुहुन्छ इन्डस्ट्रीमा। मैले चाहिँ आफूलाई बाघ भन्दा नि अब त्यो फिल्मको एउटा डायलग हो जुन चाहिँ अब अडियन्सहरूलाई पनि मनपर्छ होला। फेरि एकचोटि भनिदिन्छु पनि म, बाघ होइन डमरू हो। बाघको डमरूलाई या त जिस्काउनै हुँदैन या त मारिदिनुपर्छ। अहिले घाइते बनाएर ठुलो भुल गरिस्। र हाम्रो इन्डस्ट्रीमा धेरैजना बाघहरू हुनुहुन्छ र जस्तो अब निखिल दाई, विकास दाई, अरू धेरै आउँदै पनि हुनुहुन्छ र यस्तो बाघहरू आउनुपर्छ जस्तो लाग्छ। अनि हाम्रो लेडी टाइगर भनेर चिन्छ हाम्रो कृष्ण म्याम होइन, धेरैजना हुनुहुन्छ। थ्याङ्क यू। पनि सुभाष मेचे दाई, उहाँको पनि एकदमै सशक्त भूमिका छ यो हाम्रो चलचित्रमा। अनि उहाँको कमब्याक फिल्म पनि हो, त्यसैले उहाँले पनि एकदमै राम्ररी सहकार्य गरिदिनु भयो, एकदमै हेल्प गर्नुभयो। उहाँलाई पनि थ्याङ्क यू भेरी मच र उहाँको कमब्याक पनि एकदम दमदार होस् भन्न चाहन्छु। थ्याङ्क यू। सर्वप्रथम महिलाको ट्याग हटाइदिनुहोस्, डिरेक्टर भनेपछि त्यसमा जेन्डर जोड्न जरुरी हुँदैन। अनि अब
मैले बोल्नुभन्दा पनि ट्रेलर हामी सबैले यत्तिकै इन्जोय गरेर सँगै ताली बजाएर हेरेको थियो भने चाहिँ डेफिनेटली एकदमै प्रमिसिङ थियो ट्रेलर। आइ एम सो प्राउड अफ यु श्री। कता हो खै श्री? हामीले काम गर्न नजुरे पनि श्री मेरो एकदम मनमा बसेको भाइ हो, एकदमै राम्रो काम गरिरहेको छ। इनफ्याक्ट श्रीको काम अझ धेरै देखिएको छ यसमा। सरी डिरेक्टर साहब, मैले अलिक प्रशंसा जस्तो गरेँ। अनि अब यसमा सबै आर्टिस्टहरूको काम त हामीले देखि नै हाल्यो। टिजरमा पनि लकिली म यहीँ स्टेजमा बोल्न पनि पाएको थिएँ, हेर्न पनि पाएको थिएँ। सबैको काम उत्तिकै थियो। अब मेरो एकदम मनपर्ने कलाकारहरू हुनुहुन्छ यसमा। अरू के सोध्नु भएको थियो तपाईँलाई? पारसको सम्भावना होइन, भइसकेछ। उसको नामै पारस रहेछ यहाँ सुशीलको, होइन? कतिले नोटिस गर्नुभयो? पारसलाई रिस उठ्यो भने दरबार, होइन भने तरबार भनेको थियो। सम्भावना के छ तपाईँहरू भन्नु? सुशील परिवर्तनमा पारस भइसक्यो। अल द बेस्ट टिम सबैलाई। सिनेमाले राम्रो काम गर्नुपर्छ। म एउटा मेकरलाई चाहिँ के भन्न चाहन्छु भने सिनेमा 4 चरणमा हुन्छ। एउटा स्क्रिप्टको टाइममा, एउटा मेकिङको टाइममा, एउटा टिम एसेम्बल र अर्को भनेको एक्जिक्युट टाइममा। यो टाइममा तपाईँहरू यति राम्रो कन्टेन्ट लिएर प्यासिभ चाहिँ नबस्दिनुहोस्, किनभने कन्टेन्ट सेल भयो भने सबैको करियर पनि माथि जान्छ, तपाईँको पैसा पनि रिटर्न हुन्छ। सो यसलाई सेल गर्न चाहिँ तपाईँहरू हर किसिमको कोसिस गर्नु होला। थ्याङ्क यू सो मच, अल द बेस्ट। एकदमै राम्रो ट्रेलर थियो, सबैलाई शुभकामना। थ्याङ्क यू सो मच प्रसादजी। र परिवर्तनमा सुशील पारस टेक्निसियन हाम्रो ट्रेलर प्रोग्रामलाई स्वीकारेर आउनुहुने सम्पूर्णमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौँ परिवर्तन टिमबाट। यसै गरी योभन्दा पहिला टिजर प्रोग्राममा दर्शकले देश तथा विदेशमा रहनुभएका दर्शकले अत्याधिक मात्रामा मन पराइदिनु भएको थियो। यसमा सबभन्दा ठुलो भूमिका मिडियाले हरेकको मोबाइलदेखि लिएर हरेकमा प्रचार प्रसारमा सहयोग गर्नुभएको यहाँहरूलाई हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु। यसै गरी हाम्रो आजको टिजर प्रोग्राम अब तत्कालै सुरु हुँदैछ। यसमा सम्पूर्ण सबैले मेहनत गर्नुभएको छ, सबैको काम प्रपर देखिया छ। यसरी नै यो ट्रेलरलाई पनि मन पराइदिनु हुन्छ भन्ने आशा राख्दै माघ 9 गते सिनेमा हलमा गएर सबैले सिनेमा हेरेर प्रतिक्रिया दिनुहोला भन्दै यहाँहरूलाई हृदयदेखि कृतज्ञता व्यक्त गर्दै यो माइक्रोफोन उहाँलाई धन्यवाद। अलिकति दाइ छैन एकछिन